जन्ती अब हामी घरमा पुग्दैछु। दुलैको घरमा पुग्ने अवस्थामा नजिक नजिक भनेर 100 मिटर पनि छैन आइसकेको छु हामी। ल न अवस्था यस्तो छ, बाटो यस्तो छ। ल न जन्ती हाम्रो ल न दुलै राजा यहाँ घोडा चढ्ने भने खै त बाउहरू घोडा घोडा कता गयो? ल न हामी जन्तीको घरमा पुगिरहेको छु। ए नलड्नु है कोही, हाम्रा क्यामेराम्यान हुन्छ यहाँ हेर्नु। हामी ठ्याक्कै दुलैको घरमा पुगिसकेको छु, बेहुलीको घरमा। शुभ विवाह। ए मेरो छोरी पनि यता छ। ल ल हेर्नु होला, हाम्रो दुला राजा पनि आइसक्नु भएको। लाउरे राम्रोसँग केयर गर है। ल ल हेर्नुहोस्, हामी दुलोको घरमा आइसक्नु भयो। एकछिन हो। ल हामीलाई दुलालाई जन्तीलाई स्वागत गर्दै आउँदै हुनुहुन्छ नानीहरूले। बामन त आइस अगाडि। ल हेर्नु, ल स्वागत गर्दै हुनुहुन्छ यहाँ। ल हेर्नुहोस्, ल हो ल ल हाम्रो यहाँ स्वागत सुरु भइसकेको छ। शुभ विवाह। ओ छाता यता ओढाउन कता हो? ल ठुलो बस सबै आउनु भयो। बस उतै 4-5 किलोमिटर उतै टाढा छोडेर हामी यहाँ छु। लाउरे हो यहाँ। ल है स्वागतको लागि तयारी। ल ढोका बिट्ने हात मिला। स्वागत छ हाम्रो घरमा भन्न। हात मिला अनि तुम्हाला तू हाल्दे बर्जीला तेराका लागि केला। ल ल आ उतार अनि बर्जीला उतार फेरि झालपानमा चढाउनु। ल के हो यहाँ त जलसल केही फालेन नि त। के उठाउने? उनले उठाउनु हाँसोमा लागेला भने। ल स्वागत गरेर ल्याउनु भयो दुलोलाई। हामी ठ्याक्कै घरमा पुगिसकेको छु। ठ्याक्कै हाम्रो सालजी हेर्नु न यस्तै बसेका छन्। किन हो त्यस्तो? ठ्याक्कै हाम्रो ल हेर्नुहोस् यस्तो बाटो छ। यो बाटोमा हिँड्दै हुनुहुन्छ हामी। हाम्रो बैतडी जिल्लाको जर्गो भन्ने ठाउँमा है हामी ल ठ्याक्कै हामी घरमा आइपुगेका छौँ। हामी अब बेहुलालाई यता राखिएको छ जग्गामा। अब बिहेको तयारी हुन्छ एकचोटि।